हेलो गाइज, अहिले चाहिँ हामी यहाँनिर यो मार्फामा है तपाईँलाई मार्फाको भ्यू देखाउँदैछु मैले। यो बिहानैको समय हो है, एकदमै दामी बसेको छु, हेर्नु होला एकदमै दामी भ्यूहरू तपाईँले हेर्नु सक्नुहुन्छ है। मार्फामा बसेर चाहिँ हामी अब लाग्ने क्रम भइरहेछ है। हामी अब यहाँबाट तातोपानी हुँदै पोखरा झर्दैछौँ है। हाम्रो यात्रा भनेको अब यता जाने हो यसरी है। अनि हामी चाहिँ मुस्ताङमाथि मुक्तिनाथबाट यताबाट आयौँ है, अब जान्छौँ हामी यताबाट। अनि बस्दाखेरि हामी चाहिँ यो होटेलमा बसेको छौँ, एकदमै राम्रो। अनि अब हामी यात्रा अब अगाडि बढ्छ, हेर्नु होला। ल है ल है ल, हुन्छ, धन्यवाद तपाईँहरूलाई पनि। अब हाम्रो यात्रा भनेको ल गाइजहरू, अब हाम्रो यात्रा अगाडि बढ्दैछ, हेर्नु होला है। अब हामी बिहान बिहानै है हामी मार्फाबाट चाहिँ हामी अगाडि बढ्दैछौँ। यहाँबाट तातोपानी हुँदै हामी जाँदैछौँ कहाँ, पोखरा जाँदैछौँ, हेर्नु होला गाइज है। ल हामीहरू अब सरर हुँदै जानेछौँ हामीहरू है। ल आनन्दसँगले जानुपर्छ। ल आयौँ है हामी त सुजर लाइन, यो भनेको चाहिँ सुजर लाइन हो। स्विजरल्यान्डबाट हामी फर्किँदैछ आज चाहिँ। हामी हजुर सुजर लाइनबाट फर्किँदैछौँ है हामी चाहिँ आज। हेर्नु होला एकदमै दामी, यस्तो दामी, सबैजना राम्रो राम्रो हुनुहुन्छ है यहाँनिर। टलक टल्केको छ त आज, के भएर यस्तो हिजोको झ्याइकुटीले हो क्या हो। अहिले चाहिँ हामी ठक्कै यहाँ मुस्ताङबाट आउँदै गर्दाखेरि चाहिँ यहाँ गाडी रोकेर चाहिँ हामी नास्ता खानु गइरहेछौँ। अनि हामी नास्ता खाने क्रममा चाहिँ यसरी हामीलाई अलिकति भए पनि यसरी मलाई भिडियो यहाँनिर भ्यू हेर्नु मन लाग्यो, त्यही भएर तपाईँलाई देखाउँदैछु। तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ? रमाइलो है। हामी मुस्ताङबाट घुम्दै आउँदाखेरि रुप्से यो रुप्से झरना, हजुर रुप्से झरना एकदमै। उहाँहरू सबैजना यसरी मजाले है आज है टन्न नास्ता खाएर जाने है यहाँनिर है। इन्जोय, एकदमै राम्रो रहेछ। रुप्से झरनाको अगाडि खाजा खाने ठाउँ हामीलाई एकदम मन पर्यो। हेलो, अहिले चाहिँ हामी ठ्याक्कै रुप्से झरनामा छौँ। अहिले रुप्से झरनामा हामी चाहिँ यसरी फोटो खिच्नु गइरहेछौँ, हेर्नु होला। सबैजनाले फोटो खिच्नु हुँदैछ। अनि म चाहिँ यहाँनिर सानो भ्यू तपाईँहरूलाई देखाउनलाई कोसिस गरिरहेको छु म, हेर्नु होला। हामी चाहिँ यसरी रुप्से झरनामा अहिले चाहिँ हामी यहाँनिर ठ्याक्कै रुप्से झरनामा आएको छौँ है। यतिजना ग्रुप हामी चाहिँ अहिले 8-9 जना आएको छौँ यसरी रमाइलो गर्दै हामी। अनि हामी यहाँनिर चाहिँ भिडियो मेरो क्यामेरामा कैद गर्दै हामी चाहिँ आइरहेको छौँ। यो भिडियो हेर्नु होला, तपाईँहरू पनि घुम्नु आउनु होला। एकदमै राम्रो छ मुस्ताङ आउँदाखेरि। यहाँ चाहिँ फोटो खिच्नु चाहिँ नभुल्नु होला मेरो तपाईँलाई आग्रह। एकदमै यति नै, ओके बाबा। अहिले हामी तातोपानीमा जाँदैछौँ, हेर्नु होला। अहिले चाहिँ नेपालको तातोपानी चाहिँ यसरी माथिबाट झुलुङ्गे पुलबाट जानुपर्छ, तल बाटोबाट हाम्रो तातोपानीको यात्रा। यहाँ हेर्नु होला, यो झुलुङ्गे पुलबाट जानुपर्छ। अहिले हामी चाहिँ खाना खानलाई त्यो होटेलमा भनिरहेको छौँ, गाडी त्यहीँ छ। अनि तातोपानी चाहिँ पारी जानुपर्छ, हेर्नु होला गाइज। ल है गाइज, अहिले चाहिँ हामी तातोपानीतर्फ हामी लाग्दैछौँ। ल यहाँ आमा छोरा जाँदै हुनुहुन्छ, एकदमै उहाँ छोराले माया गरेर झुलुङ्गे पुलबाट लड्छ कि भनेर चाहिँ यसरी लाँदै हुनुहुन्छ तातोपानीमा। अहिले यहाँनिर छ तातोपानी चाहिँ पनि आउँदै हुनुहुन्छ तातोपानीमा है। हाम्रो यात्रा भनेको तातोपानीतर्फ, तातोपानीबाट यसरी हामी चाहिँ अगाडि बढिरहेको छौँ।
यहाँ भाइहरूले गाउँबाट सुन्तला यसरी कार्टनमा प्याक गरेर लाँदै हुनुहुन्छ। यहाँ चाहिँ सुन्तला हामी यहाँ तातोपानीमा बस्नु गइरहेको छौँ। हेर्नु होला, यो चाहिँ यहाँ मुस्ताङ जाने बाटोमा पर्दछ। यहाँनिर तातोपानी, यो माथिल्लो तातोपानी भन्छ यसलाई। एकदमै राम्रो छ यहाँ नजारा बेलुकाको। हेर्नु होला, पोखराको नजारा हेर्नु होला, मान्छे हजारा।